प्रिभियस क्याम्पको लागि होइन ब्याग स्यागी लात्राङ भात्राङ मैले पनि बोकिसकेँ। यहाँबाट हामी अत्तरियासम्म बाइकमा जाने, त्यहाँबाट हामी बोलेरोमा गोकुलेश्वर माकरी गार्डन जाने। आज गएर माकरी गार्डन गएर बस्ने हो होइन, भोलिको यो थाहा हुन्छ। बाटो आज लागौँ। सुरु भइसक्यो। पुल त्यही त झन् अझ राम्रो वाला महँगो वाला हाम्रो खर्च नि हुँदैन। भिडियो बनाउने चक्करमा अब स्टिकै फालिदिनु भयो एउटा। अब छिटपिट सामानहरू पनि के छन् सबै गएर लिनु पर्यो। यहाँ पनि अलिअलि फोडिरहेको छन् धनगढीको भाट भटाइनी। ओ धनगढी गाडीले अलिकति टाइम लगायो, पुगिरहेको छौँ हामी। ऊ आउँदैछ ल, गाडी पुग्यो। अल प्याक एन्ड रेडी। सबजना झोला बोकेर रेडी। ए थ्याङ्क यू मुकेश, मेरो सुज पनि ल्याइदिएकोमा। बिर्सिरहेको थिएँ छोड्ने बानी। ओ अर्का भिडियोग्राफर हामी चाहिँ धनगढीको कति डिग्री टेम्परेचरमा? बहुत डिग्री। आज त लास्ट गर्नु छ। कहाँ हो भनेको के? ल जाउँ 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 जम्पिङ। गराउँ त भान्जु, के भन्छ अरे भान्जु भनिदिनु त। भइसक्यो अलिकति राति अबेलामा पुगिन्छ कि भन्ने अलिकति मनमा डर छ। कति बजे उठेर हिँड्नुपर्छ भन्ने कुरा। अहिले कति बजे एक्ज्याक्ट? 12 बजे। अहिले 11:42 पाउने 12 भनेपछि राति त्यही 12 बजेसम्म पुग्ने भइयो क्या मुकेश। 12 हुन 3 मिनेट छ। बिहान अब त्यही 7-8 बजेसम्म सुत्ने अनि त्यस पछाडि हिँड्ने। त्यही हो अब। गाडी पनि चढियो। 3 बजे हिँड्नुपर्छ नि त्यसरी भोलि। 7-8 बजे झुलाघाट भन्ने ठाउँ कुन ठाउँ अरे? झुलाघाट भनेको त बहुत झुला कहाँ त? चलाउँदै गएको गुरुको नाम के अरे? गुरु मेरो निराजन। निराजन बोहरा। घर उहीँ हो। गाडी छ मेरो चाहिँ। घर वहीँ गोकुले नै हो। घर गोकुले नै हो। कहाँ हो? ए माम खाने बेला। कति बजे आइयो हामी? सर्भिसमा सर्भिसमा पुग्यो हामी।
सुत्ने भोलि बिहान 7 बजे उठेर 9-11 रवाना भोलि त पुरा दिनभरि हिँड्नु छ मस्त सुत्नुपर्छ अब भान्जो के भन्नु छ हजुरलाई रेडी हुनुहुन्छ नि तपाईँ अब अलरेडी अल्सो प्याक भइसक्यो अब आज हामी कहाँ मकरीगढसम्म एकछिन गाडीमा त्यसपछि हाम्रो ट्रेक सुरु आज धौलीगढासम्म पुग्ने हो हिँडेर बाहिरको भ्यू गाडी बोलेरो रेडी छ आन्टी पनि रेडी हुनुहुन्छ म पनि all packed already निस्किन लाग्यो हामी होटलबाट हिजो राति पुग्यो लास्ट अप्ठ्यारो बाटो त्यो बाटो निद्रामा घरि झुलुक्क बाहिर हेर्दाखेरि गुड मर्निङ फ्रम पितम्बर यो ठाउँ चाहिँ Makrigad, welcome to Makrigad. Shish, no. Tight. Itu kapal lain ada mungkin. Lain, ya dah setelah. Wow. हामी चाहिँ अब त्यो बाटो ठाडो उकालो Anna, Chenna Matar Anna.
हामी अब यहाँ नास्ता खाँदैछौँ। मैले चाहिँ 2टा अन्डा खाएको छु। मलाई एउटा मात्रै दियो भान्जाले। भान्जा भएछ अलिकति प्रिभिलेज हुने रहेछ। म माइनोरिटीमा पनि छु अहिले, त्यही भएर पनि होला। त्यहाँ छ पर्यटन सूचना केन्द्र, टिकट सिकट लिने एन्ट्री गर्ने ठाउँ। त्यसपछि हामी छौँ यहाँ मेन चोक बजारमा। यतातिर छ होटलहरू। हामी जाने हो यहाँबाट सिधा माथि। चाहिँ सुरु भयो। स्टिक अप स्टिक अप स्टिक अप। त्यतिकै गर्नु न अहिले। ल ल ल ल जाउँ। यहाँ त एउटा खोला नै झर्ना भएको छ। बबाल झर्ना देखिन्छ। ठिक हो बाबा, म त्यहाँ अघि खोलमा झ्याउ लाग्यो के कति बेर होला हामी त्यो पुलबाट आएको होइन अन्त। अरे घरि के खान्छ त घरि के खान्छ त एकैछिन सबै नबाँधिदिने बेलासम्म मान्छे चाहिँ आज हाइएस्ट हो यो हबीको। आजको डेटसम्म एकै दिनमा यत्रो ट्रेकमा गएको। यता पनि मान्छे आइरहेछ। ठाउँला सस्तो छ। अब त्यही सुरुमा आयो सस्तैमा ट्रेक निप्टिने भयो। पछि त अब एउटा भात खाएको पनि 500 रुपियाँ हुन्छ। यहाँ अहिले चाहिँ पुरै 300मा मजाले मासु भात खानु पाइन्छ। गजब। अर्कोचोटि आउँदाखेरि चाहिँ 500 नै हुने होला कि। अब यही रफ्तारले बढेपछि होइन मुकेश के हो। अब 1-2 वर्षमा आउँदाखेरि 500 पुग्छ कि थालको भने। अनि सादा खानाको 200 रुपियाँ। त्यति मिठो सादा भात मैले होटलमा खाएको थिएन। भान्जो बेस क्याम्प पुगेर फोन गरिराख्नु होला ल। ओके। भन्दा पनि त्यस्तै। म पनि त्यतै छु। हजुर अब जितेर अगाडि जानुहुन्छ एकैचोटि 2 किलोमिटर अगाडि यार। अहिलेसम्म त मजा आइरहेको छ नि। गजब हुन्छ। यही हो उकाली ओह्राली। ओ भा अब चाहिँ बाटो छ लास्ट ओह्रालो। यस्तै उकालो थियो अघि। यस्तै ओह्रालो आयो। उकाली ओह्राली गर्दै अनि यो पहरामा के
यार म पनि लट्ठी टेकेरै हिँड्छु यार, यस्तो अप्ठ्यारो बाटो छ। 10 वर्ष सेङ्गुरामा बसेर हिँडेकोले काम गरेछ यो हिँड्नलाई। स्याउजाको मूलको पानी बेलामा हिँडेकोले भर पर्दो रहेछ। मैले नि 5-6 वर्ष त खाएको। अँ म त अब 10 वर्ष मात्रै सिङ्गा बसेँ हो नि त। तैपनि मेरो खुट्टाले यो बाटो सजिलै उ गर्नु मतलब त्यस्तो काट्ने काम छैन के। ओह्रालो हिँड्न जान्दैन क्या तराईको मान्छे। नहिँडेको मान्छे हिँड्न जान्दैन। 1.5 घन्टा जति हिँड्नियो के अरे होइन, 1.5 घन्टाभन्दा बढी 2 घन्टा जति हिँड्यो। यस्तो छ यो भाइ, यो बाटो हिँडेर आएको, त्यो बाटो हिँडेर आएको यस्तरी हिँड्दै हिँड्दै है। यहाँबाट चाहिँ भ्यू चाहिँ बब्बाल छ फेरि यो दुइटा यसको खोचमा है। मुकेश गाइज कहाँ हो लुकेको? होइन अब त भिडियोमा त आउनु पो होइन पाइहाल सकिएन कि यिनीसँग सकिएन। सारा संसार जितेर आइयो, भान्जालाई जित्न सकिएन। एउटा एडभान्टेज ऊ पनि हो, भान्जा हान्ने एउटा एडभान्टेज पनि हो। साथी बाबा होइन पुडुम पिटिहाल्थ्यो होइन। दुइटा थोते दाँत आछन् दुइटा, त्यहाँ लास्टमा यहाँ थोते दाँत देखिन्छ। भारी सिमी बबाल फलेछ। यसैको तरकारी खाने हो साँझ। अरू भान्जो के छ? हिँड्न स्टार्ट भएपछिको पहिलो गाउँ के फल्या छ रुखमा? वाह खुर्सानी हेर न। ल सुन्तला हो र यो होइन, मौसम्बी हो, मौसम्बी। हामी माथिले जाने होला कि तल्लो होला? अझै पनि हामी त्यहाँ पुगेर हुन्थ्यो, त्यहाँसम्म पाहाडै जाने हिमाल सुरु हुने थियो। यो हरियो भ्याएपछि बल्ल हिमाल हो नि त। त्यही त थाहा छ होइन। मैले एउटा एकजना कसको ब्लग हेरेको थिएँ, हेर्नु भयो भनेपछि कमेन्ट गर्नु होला। यहाँ मौसमी यो घरको एउटा दिदीले मौसमी गिफ्ट गर्नुभएको थियो कि कसको ब्लगमा हो है, यही घर हो। से थ्याङ्क्स टु दिदी। गाई हजुर हामीलाई नि गिफ्ट गर्नुहुन्थ्यो होला, देख्नु भएन घरको बाटो त भर। यहाँ त खेत जोत्नलाई पनि गोरु चाहिन्छ होला कि है? खेतै जोत्नलाई त हो। यहाँ अझ मिनी टिलरहरू पुगेर रहेन चाहिँ, यहाँ मिनी टिलर पुगाउन जरुरी छ। बिग्रियो भनेपछि फेरि एक ठाउँमा फाल्ने अनि गोरु निकाल्ने। गोरु फेरि त्यस्तरी निकाल्न पाइन्न, हेर पाल्नै पर्यो। यो यहाँको पानी खाइसक्यो नि त, त्यही भएर। पाल्नु पड्डे हो। What? No thieving, no thieving. Strictly against rules.
अलि बाटोको सजिलो भएको ठाउँमा टिपम लागे के हो क्यामेरा खुला छ बन्द गर्दै पाउनु हो गुड यतिको भयो त भिडियो खिच्न नि सकिन्छ कि अघिको त उकाला कसरी भिडियो खिच्ने हो र बाबा त्यस्तो भिरल यहाँ त मिन टिलर ल्याए पनि नाम्लो हालेर ल्याउनु पर्यो त यार राजा त्यो बाटो यार गाडी आयो भने त परेन नि त गाडी आएपछि बल्ल Which way? That way. Huh? के काँक्रा कति रुपियाँ हो एउटाको ओ बा लजाइ लजाइ भन्नु लजाइ भन्नु है 100 रुपियाँ भन्नु त कति रुपियाँ हो 100 रुपियाँ हो यो के हो अल्लो हो यो यहाँ बुनेको यो अल्लो हो कि भेडाको भेडाको ए बहुत मिठो काँक्रो हेर्नु पाउनु भने नि म त भने यहाँ भ्यू क्या यहाँ आँखै अगाडि ल बाजे लाग्यो फर्किँदाखेरि भेटौँला है ल हस् यो पानी हो क्या मिठो हुने स्प्रिङ वाटर भनेर त्यसै त्यही बागमतीको पानी डिस्टिल गरेर खिलाइदिन्छन् यो स्प्रिङ वाटर भनेको ओ यहाँ चाहिँ पानीको आवाज आछ पानीको न्यू थिङ डिस्कभर्ड होइन भान्जो ब्यागमा के रहेछ रे भान्जो ब्यागमा के रहेछ रे कसरी बजाउने रे सिकाइदिनु त अलि मजाले सिकाइदिनु त भएन गाह्रो परेको बेलामा सिटी यसरी बजाउने होइन नै इफ इन केस हजुर कतै झुन्डिहाल्न भनेपछि बाटो छोडेर अथवा कोही पनि ओ ल क्रसिङ फर द डे थकाइलो हो यस्तो कन्दमूल खान पाइन्छ कि यो माथि आएपछि त रहन्छ यसमा ओ त्यहाँ छ ठुलो यार जाऊ 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 भन्छ हेर्नु है यतातिर ल सो भान्ज यो जस्ट मोटिभेटेड मी होइन अनि त्यही भएर हामी चाहिँ अब भात खाना चाहिँ घुसामै जाने है त्यो माथिको डाँडा भान्जो देखाइदिनु त हो त्यहाँ त्यहाँ गएर खाएर अनि त्यस पछाडि हामी फेरि हिँड्न सुरु गर्छौँ सुस्त अब यो खोजमा सिधै तल पुगेर पुल तरेर माथि जाने भन्ने छ अब फर्स्ट टाइम हो अगाडि के छ बाटो भन्ने त अब गएपछि थाहा होला होइन भान्जो यस्तो छ अरे भन्दै जाउँ
तर घुसा जानुभन्दा अगाडि साइडमा यहाँ यो झरना पनि यसो हेर्न लायकको चाहिँ छ। अब यो यस्तो हुन्छ कि क्यामेरामा फेरि आँखाले देखे जति नहुने कि होइन, नमजा त्यही के। घुसा गाउँ भनेर चाहिँ चट लाएर तल सिधै खोलामा झरेको बाबा पनि चमेलिया नदी चढ्ने त्यो पुलबाट हो खोलाएर घाँसा नालीबाट। अब हामी घाँसा जाँदैछौँ, ए सरी घाँसा घुसाबाट घुसा बाटो चाहिँ निको छ। यहाँबाट झरेर सिधै ठाडै उकालो चढ्ने हो त्यो ठाडै हो। ए बा ठिक छ, यो पनि रमाइलो हो। यही रहेको गर्न त आएको होला नि। यहाँ चलो चाहिँ चमेलिया नदी छ होइन। यो चाहिँ अब घुसाको ठाडो उकालो लाग्ने बेला भयो। अनि यहाँ आवाज सुन्ने छ कि नै, माथि यो पहाडबाट पुरै इको आइरहेछ क्या। त्यो खोला बगेको इको चाहिँ माथिबाट आइरहेछ, खोला माथि बगे जस्तो सुन्ने छ। ए गाइड हो हजुर? गाइड हो। यहाँबाट घुसा पुग्न कति टाइम लाग्छ त? घुसा पुग्न 2 घन्टा लाग्छ होला। हामी पनि घुसा नै खाना खाने हो। घुसा भनेको यहाँ माथि पुग्न? यहाँ माथि यताबाट यो बाटो देखिरहेको नि, यो बाटोबाट हुँदै जाने। माथि उता हो कि यता? उताबाट फेरि यता घुम्नुपर्छ। उता गएर यता घुम्नुपर्छ होइन। त्यो घर र गोठ भएदेखिबाट यहाँसम्मको ठाडो उकालो त औडै रहेछ होइन। यहाँ ठाडै 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 भिड कस्तो छ यार। हो त लास्ट गहिरो छ, बहुत गहिरो छ नि। हामी अघि तरेको पुल त्यो पुल हो। 1.5 घन्टा भयो त पुल। यत्रो गाह्रो छ। यहाँको के हो त? त्यही हो। अघि भनेको थिएँ त डब्बा डब्बी अट्छन् भनेर, त्यही डब्बा हो क्या त बिस्कुटको।
अन्जो के छ अरू? यहाँबाट माथि आउँदाखेरि रेस्ट पोइन्ट दुईवटा छ। एउटा ऊ यहाँ बिचमा एउटा रुख छ, अर्को एउटा हेर यहाँ छ प्रतीक्षालय। ऊ त्यो पुलबाट यहाँ आउनलाई मात्र कति लाग्यो? लगभग 1.5 घन्टा लाग्यो होइन? ढाई घन्टाको उकालो चढेपछि देखेको आशलाग्दो घर देख्दाखेरि नि आश लाउने क्या। थोरै मिठो जस्तो हुन्छ। पाँचो मिठो थियो नि यो हिँडाइ होइन? गुसा गाउँ हावा गुसा गाउँ वाउ स्वयंसेविका घर। भात खान जाने यता अनि अपी जाने चाहिँ यता, आएको चाहिँ यताबाट। यो चाहिँ स्वयंसेविकाको घर रहेछ क्या। अरू बाजे ठिक छ नि हाल खबर? ल केशव धामीजीको घर कुन हो? सबैभन्दा माथिको? गजब के भर्खर भर्खर ढलाइ हुन थाले रहेछ घरहरू। आँसी कस्तो बवाल झुन्डाएर। ल घुसा गाउँबाट हामी निस्क्यौँ। ल दाइ खानाको लागि धन्यवाद है। धन्यवाद, शुभयात्रा। हस् धन्यवाद। ल दाइको फोन नम्बर यहाँ छ, डिटेल्स यहाँ छ। भात खान पाएको मन लाग्यो भनेपछि बहुत मिठो खाना खिलाउनु भयो। बास बस्न भात खानलाई। गाउँको नाम भनिदिनु दाइ फेरि? अपी हिमाल 2 घुसा। घुसा घुसा गाउँ आएर अब भात खाएर लाग्यो हामी। यस्तोमा बसालेर भात खुवाउनुहुन्छ दाइले चट्ट। ल दाइ ल ल लाग्यो। घरमै पालेको गाईको घिउ। आहा कति मिठो। हेलो, हामीहरू हिँडिरहेको छौँ एकदमै। यहाँबाट खस्यो भने सिधै छोपिहाल्नुहुन्छ हामीलाई। यहाँबाट यो झोलासँग बुर्कियो भने हिउँदलाई घाँस सङ्कलन हेर्नुहोस् ए पराल हुन्छ नि डकुमेन्ट्री भिडियो नभन्नु। डकुमेन्ट थियो हाम्रोतिर हुने पराल हुन्छ नि स्टक जस्तो। यहाँ चाहिँ स्टक नहुँदो रहेछ कि। यहाँ चाहिँ के गर्ने भन्दा अहिलेको समयमा काटेर सुकाएर डिहाइड्रेट गरेर यसलाई चाहिँ अब आउने असारसम्मलाई पुर्याउने अरे। अच्छा त्यस्तो रहेछ। अब खाना खाएर 1-2 घन्टा लगभग भइसक्यो। हामी हिँडेको छ। त्यो अलिकति स्पेसल एडिसन। यसरी हामी हिँड्दैछौँ। एउटा काँक्रा पनि थियो हामीसँग, तर काँक्राले अलि हिँड्न मानेन। काँक्रो अलि जिद्दी अनि हिँड्न नमानेपछि हामीले ल्याएनौँ।
गरुङ्गो यसमा चाहिँ हामी यसरी खाना हामी चाहिँ खाना खाएर 2 घन्टा जति 1.5 घन्टा जति भनौँ भइसक्यो। परको त्यो गाउँबाट हिँड्दै हिँड्दै आएको, त्यही गाउँ माथि त्यही गाउँ तल, यता अब सनसेट पनि अब यसो मिलाएर हिँडेर माथिसम्म पुग्नु पर्यो। अपी बेस क्याम्पको हिउँ छैन रे, त्यही पनि हिमाल त होला। लेट्स गो। ट्रेल चाहिँ लास्ट साँगुरो छ। यो चाहिँ सकेसम्म उज्यालोमै कम्प्लिट गर्नुपर्छ। नाम्पा हिमालको भ्यू देखिरहेछ। हिमाल देखेपछि हिँड्न जाँगर चाहिँ बढ्छ। यतापट्टि गएपछि खिच्छ। हो यो ठाउँबाट हामी हिँड्दै यहाँबाट हिँड्दै 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 आएर यो बाटो हिँड्दै यहाँसम्म पुग्यो। यहाँबाट भ्यू यस्तो छ। सिटी भन्ने गाउँ जान लाग्यो। यो बाटोबाट यसरी यहाँबाट यसरी हुँदै 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 उतानिर पछाडि हिमाल पनि देखिन्छ। यता चाहिँ म छु। ओ माई गड, पर धुवा आइरहेको ठाउँ चाहिँ सिटी गाउँ। आज हामी त्यहीँ राति खाना पनि खान्छौँ, त्यहीँ सुत्छौँ। यताबाट हिमालको भ्यू गजब छ। ल आज त्यो सनसेटभन्दा अगाडि पुगिन्छ नै जस्तो छ है अहिलेसम्म हेर्दा। अब बाटो पनि त्यस्तो अप्ठ्यारो नभएपछि सनसेट भइहाल्यो भने पनि समस्या छैन। लेट्स गो। दिस इज मी, दिस इज मुन। अँध्यारो भइसक्यो। हामी त्यो बत्ती बल्या ठाउँ। यो होला अङ्कल लगाइहाल्नु त। यिनी मकै डो चम्चाले खाए हुन्छ ल। अहिलेको जमाना भनेको त्यो हो कि जमानमा त राख्नु पर्यो 2 पैसा खाइला। यिनी मकै डोडे थियो। त्यो डढेर उठ्छ। नेक्स्ट स्टप खाइकोट। नेक्स्ट स्टप खाइकोट। खाइकोटबाट सिमार लन्च, त्यस पछाडि धौलीओडार। यो राति पुग्यो। अब बिहान हिँड्न थाल्यो। हल्का हिउँ देखिरहेछ।
सिटीबाट फेरि सुरु भयो अब होइन हिँडाइ आजको हिँडाइ राजधानी चाहिँ स्पितीबाट अगाडि लागेपछि भान्जो हामी बसेको गाउँको नाम के सिटीबाट आउने पहिलो गाउँ सिटीबाट अगाडि लागेपछि भान्जोले घाँटीमै सिस्न हाने भन्दै हुनुहुन्छ के हो मुकेश त्यही हो भान्जाले घाँटीमा सिस्नो लाग्यो भन्नुहुन्छ के अरे ए हो र यही बातें तो बाद में याद आएंगी गाँजा खेती त यहाँ लास्ट चाहिँ अति नै रहेछ क्या यो त सबैभन्दा थोरै हो मैले लगाएको देखेको पनि लास्ट लगाउनु भविष्य गाँजा खेती नै रहेछ क्या यहाँको हो त बनाएका छन् गाँजा बेचिएका छन् चरस घर गाई गोठ गाई चाहिँ जियोस् लगभग सबै घरमा पालेका क्या होइन त्यहाँ गोरस खानालाई के गर्ने र हामीलाई पो 100 रुपियाँ लिटर किने भएको छ त्यही त नि यो बाटो चाहिँ रमाइलो रहेछ यो बाटो हिँड्न चाहिँ रमाइलो रहेछ कि टक्क समिलिया नदीको किनार अगाडि नाम्पा हिमाल बाटो पनि अहिले त तेर्सो छ तराईमै हिँडे जस्तो हामी यहाँ छौँ अहिले खाइकोटमा होइन खाइकोट यो खाइकोट नेक्स्ट सिमार 4 घन्टा भनेछ त यार सिमार त अब हामी यहाँ खाइकोटबाट सिमार दमोल धौलीअडार बेस क्याम्प रिङदे पानीताल कालाढुङ्गी ताल एकै दिनमा भ्याइन्छ यो दुईटा भ्याइन्छ ल यो अनि यहाँ साइडको भ्यू चाहिँ यस्तो छ खाइकोटबाट गजब यहाँबाट यस्तो
यहाँ भयो यहाँ पुरै रेन्ज रहेछ यतापट्टि पनि देखेछ वाउ हिमालको काखमा आउँदाखेरि चाहिँ रमाइलो लाग्छ कि अर्कै रमाइलो अर्कै मजा होइन राजा छुट्टै उत्साह के हो आहा कडकनाथ रहेछ यार यहाँ ए भान्जो कडकनाथ के हो त यहीँ पोल्ने हो भएन त स्टिक के हो भान्जालाई फेरि स्टिकले धोका दियो अब एउटा लट्ठी बनाएर जानु पर्यो यहाँ एउटा लट्ठी बनाएर निस्किनु पर्छ बेस क्याम्प डाड ए लुम्चा जाने यतापट्टिबाट रहेछ ओके सबैभन्दा बेस्ट लट्ठी त्यही हो भान्जो भान्जोको आफ्टर पोल गट डिमोलिस्ड होइन भान्जो तर यहाँ आएर खासमा त्यही हो क्या भान्जो टेक्ने यहाँ आएर टेक्ने त्यही हो होइन होला ₹100 खोलाको म्युजिकमा यस्तो सुस्त सानो सानो उकालो रहेछ धेरै ठाड्दै उकालो छैन यहाँ हिँड्न मजा आइरहेछ बिजो प्यारे वाह वाह निन्जा मोबाइल 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 परे हो कि के हो यो होइन हिमालय यहीँ पग्लेरै आयो
छ यहाँ चाहिँ होइन, पानी बगेर ढुङ्गो पनि लास्ट ठुलो ढुङ्गो छ नि यहाँ पुरा झर्नाको भ्यू छ होइन, घाम डाँडामा देखेछ, मिठो ठाउँ रहेछ यो चाहिँ। अब हामी चढ्ने बाटो भनेको यहाँबाट माथि चढ्ने हो। यो बाटो टक्क यसरी यहाँबाट यस्तो 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 गर्दै हामी जाने हो। चेक चेक झर्नाहरूको कमी चाहिँ छैन यो बाटो। प्यारे काठपुरी बाटो नि होइन भन्दा हामी यतैबाट आएको हो अवलोकन गर्दै। अब हामी पुग्यौँ छिरछिर हिमाजाल। अब 1 घन्टामा हामी 1 घन्टामा सिमार भनेछ, तर हामी चाहिँ 1 घन्टा होइन 1.5 घन्टा अब भन्छौँ। 1.5 घन्टा पुग्छौँ। मस्त आनन्दले जाने हो, छिटो हिँड्ने छ, छिटै नै पुगिन्छ। अर्को स्थान चाहिँ सिमार। सिमार पुगेर ल्याम्म भात खाने हो। यो बाटो हिँड्न चाहिँ रमाइलो रहेछ है सेकेन्ड डेको। खोलाको साइडमा छिरछिरेमा पनि यहाँ खाना खाने ठाउँ छ, खाना खाने सुत्ने व्यवस्था छ होइन। राजा के भयो, होइन के उठ जाम। छैन भाइ, धन्यवाद भाइ। ओ भान्जालाई दिएछु के बोतल भरेर ल्याउँदै हुनुहुन्छ। आनन्द आछ। सम्म हिँड्न त मजै आउने। पनि 50 वर्ष प्यारे
छिरछिरे चौचौ टाइम ठुलो ढुङ्गो छ यहाँ ठुलो ढुङ्गोमाथि हाड लाएर बसेछ यतातिर झरना कराएको छ रमाइलो त साह्रै रमाइलो ऊ त्यस्तै हुन्छ होला त्यो त्यस्तै हुन्छ होला त्यहाँ र त्यहाँ जान भात खाने ठाउँ पुग्यो मामा अलि एक्साइटेड हुनुभएको छ त्यही हो भात खाने हामीले त्यही हो मामा तातो भात सेरेम खाने हो ल्याम ल्याम होइन ल्याम 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 भन्दा पनि दालसँग सेरेप पार्ने पर्छ अनि त्यस पछाडि 1 घन्टा रेस्ट गरेर अनि दाल भात पावर 24 आवर यस फुल सपोर्ट ए त्यहाँदेखि झन् ठकै लाग्यो अब कतिलाई फालौँ हिजो भएको थियो नि त्यहाँ माथि घर चढ्न कति दुःख भएको थियो त्यो घर देखेपछि के तर यहाँ चाहिँ तेर्सै छ यहाँ पनि हेर्नु त भान्जो त्यहाँ गाँदाखेरि यहाँ त धन्दै त्यही रहेछ कि धन्दै त्यही त हो नि मामा यहाँको ल सिमार पुग्यो सिमार गान्छ गाँजाभित्र गएर फोटो खिचौँ मामा हामी सिमारमा त खाना खाने हो नि होइन यहीँ त हो खाना खाने प्याराडाइज द बिच भन्ने मुभी हेर्नु पनि होइन त्यसमा त्यस्तै हुन्न बिचको बिचमा कस्तो दामी छ है त्यो न्यारेसन ओके पहिला तातो भएपछि मात्र खान मन लाग्छ मलाई हेर्नु ल अब हामी खाना खाने ठाउँमा यसो ब्याग राखेर खाना खाएर 1 घन्टा रेस्ट पनि गरेर अनि जान्छौँ यहाँ कुकुर पनि छ हाम्रो दिनभरि पानी पऱ्यो होइन भिडियो सिडियो बनाउनु त्यस्तै भयो अहिले बिहानै धौली अडारमा बाथरुमको लाइन कुर्दै अगाडिपट्टि सब पानी पऱ्यो अनि हिउँ परेछ अगाडि सबै हिउँ परेछ
एकछिन हामी बेस क्याम्प निस्किनै पर्छ। आज चाहिँ बेस क्याम्पतिर निस्केको। हिजो रातभरि पानी पऱ्यो, हिउँ चाहिँ पुरै वरिपरिको डाँडाभरि हिमाल छ, हिउँ छ, हिमाल छ भन्नु आउँछ, बबाला छ। सब डाँडा हिउँले राखेको छ वरिपरि। बेस क्याम्पमा नि टन्नै हिउँ छ भन्ने हल्ला छ, खोइ हेरौँ। राजा वेभ योर एन्ड, हात हल्लाइदेऊ नि त, टाउको दुख्यो, हिँड सुस्त हिँड्नुपर्छ। Wow. Finally, हामी अप्पीको बेसमा पुग्न लागिसक्यो। हिजो बेलुकाको पानीले पुरै हिउँ परेर सेतै बनाएको छ सबै। वाउ, वेदर चाहिँ अलिकति घुम्म ढाकेको छ, एकछिनपछि खुल्छ कि भन्ने आशा हामीलाई लागिरहेको छ। दिस इज अप्पी बेस क्याम्प। हामी कहाँ पुग्यो अरे भन्छौ? बेस क्याम्प। हामी ऊ यतातिरबाट आएको, त्यो बेस क्याम्पमा भएको दुईवटा होटल, यो दुईवटा होटल हो। अनि त्यस पछाडि यसरी आएर ऊ ताल चाहिँ ठ्याक्कै त्यो रिजको ठ्याक्क पारिपट्टि छ है, कालीढुङ्गा तापाल भन्ने हो। यसको ठ्याक्क पछाडिपछि नाम्पा हिमाल छ। अनि यो चाहिँ अप्पी बेस क्याम्पबाट देखिने अप्पी हिमाल। अलि ढाकिसकेछ, अघि नै चुच्चो देखिरहेको थियो। चुच्चो फ्ल्याट रहेछ अप्पीको, चुच्चो भनेर सार पेन्ट छैन, पोइन्टी। यो चाहिँ रिङ्देताल जाने बाटो। यो चाहिँ मेरो टोपी, मेरो लट्ठी। मजा आयो। यस्तरी हेर्दाखेरि यस्तो देखिन्छ वरिपरि। यो को हो वहाँ को हो? बेस क्याम्पमा ध्यानमा बस्नुहुने महानुभाव को हुनुहुन्छ उहाँ?